चाहिँ आज धेरै पछि हैन मनी म कति पछि गए सबजनासँग इन्ट्रोडक्सन गराएँ म चाहिँ कोसिस सुनार पहिले चिन्नु भएको होला फर्स्ट ब्लग नै मैले देख्नु भएको होला अनि यो चाहिँ अझै ओनर नवीन हो तपाईँ पहिलाको भलपमान यही हो अहिले यही हो हामी सबै चिन्नु त भएको होला हामी चाहिँ नचिने भए अब यो नयाँ च्यानल हो नि त यो यानपी अझै भलग हो त्यो यानपी अझैमा गएर हेर्नु होला अनि हामी को भने हाम्रो प्राइम भर्जन देखिहाल्नु लिङ्क चाहिँ यहीँ तल हुन्छ है यहाँ तल यो कटाइ अहिले चाहिँ हामी यसो गाउँ घुमघाम गरेको यो बाटो त याद छ होला यो मेरो जुङ्गादारी खोलेको नवीन र विशालले छोड्नु गयो नि बाटो है यसको केही नभएको यो चाहिँ याद गर्नु होला है। कस्तो भयो अहिले अरू के भन्ने नयाँ नयाँ केही छैन हामी यसो गाउँ घुम्न आएको थियौँ पछाडि धेरै पछि के धेरै पछि सबै हामी पछि इन्डिया घुमेर आइसक्यौँ यति सबै इन्डिया गएर आएको होइन म अलि यो पहिला म आएको आएँ पहिला अन्त पहिला त मै आएँ पहिला यो आयो तँ पनि आएको थियो पछि फेरि म आएँ कि यिनीहरू गएर नि म आएँ त्यसपछि तपाईँ आउनुभयो अनि त्यसपछि विष्णु आयो अनि दाइ आउनुभयो 2 दिन नै भयो यो त पहिला आएर नि फेरि फर्केको मान्छे हो त्यही पनि म 2 दिन अनि हाम्रो यता सानो घोते भैले हेर्न सक्नुहुन्छ घोते बेला हेर्नुहुन्छ क्यामेराम्यान उधर फोकस गर यहाँ चाहिँ घोचे बेला चल्यो है मेरो भाइ हो यो चाहिँ होइन भुटाउने मेरै भाइ गाउँ लुट्दै हिँडिरहेको यो भाइले हाई हेलो भन कस्तो नि आइहाल्यो भन्छ आइहाल्यो नै भन्नुपर्छ अनि हामी चाहिँ गाउँतिर कति भुट्टा भनेर सोध्नु नि यार पैसा कति ल्याइस् बाबु पैसा कति ल्याइस् अहिलेसम्म 20 रुपियाँ सबै गरेर कति भयो मेरो भागमा 50 रुपियाँ लिडर को छ मेरो पैसा मेरो भाइ हो तिमीलाई कोसिसको भाइ घर लिएर आएछ फेरि सबलाई जिम्मेवारी हुन्छ देख्न सक्नुहुन्छ होला पहिला हामीलाई नि एक ग्याङको मान्ला नि के यार अल्छी ल फेरि हामी अहिले भलक भन्नु गऱ्यौँ मैले तलतिर जानु भन्न अहिले केही छैन अहिले पछि गएर त्यता छौँ अहिले तिहारको माहौल चल्दैछ झिलिमिली भैलो सैलो एकदम चल रह गाइस यसको बोली पनि केही सुन्थ्यौँ एकछिन पनि मन यस सो हे गाइस वेलकम ब्याक टु माई एकदमै पुरानो च्यानलदेखि भलग भनौँ तर यस्तै अब अलिकति प्र्याक्टिस कम भए जस्तो छ क्या मेरो पहिला जस्तो रेगुलर छैन त्यही भएर म अलिक प्र्याक्टिस गरेर अनि भोलिदेखि अहिले खालि कन्टिन्यू गर्छ यता चाहिँ के छ यहाँ के पाइन्छ यहाँ सोध्नु यो मान्छे ओनर चाहिँ बिग्रिसक्यो पैसा म्यान म यता देखाउनु फेरि पैसा यो मान्छेले देखाउनु पर्छ पहिला पैसा दिने मान्छेले ल बन्द होला कि अगाडि सोध्न छ्याट्ट अलिक छाट्नी राखेर गर्नु न तल जाम सुनिल दाइ घर ल गाइज हामी त अब कहाँ हिँड्ने गर्ने लोकेसन थाहा छैन तर अब चाहिँ हिँड्दै पैसा चिलाएको हिसाबले हामी चाउमिन खानामा जानु देख्न सक्नुहुन्छ भर्खर अब म पुरानो भइसक्यो एउटा यो एउटा पारीको छ कपाल पालेको त्यो चाहिँ कपाल त मैले पनि पालेको यसलाई भने यो चाहिँ भर्खर आएको यसले हाम्रो डुलाइरहेको छ है यसको भरोसामा यहाँ नत्र चाहिँ हामी घर बस्छौँ होला दिदी यस्तो किन गर्नुहुन्छ म नि पावर होइन विष्णु रबर्ट बेटा कपाल 3जना मान्छेले उठाएर राखेको यसले जो पाए त्यसले सक्छ सक्दैन नि फेरि अगाडि देखाइदिनु अगाडि तिहारको माहौल चल्दैछ तिहारको माहौल भैलोहरू यस्तो आइरहन् अलि मोबाइल राम्रो गतिलो परेन तपाईँ भिडियोमा बनाउनु राम्रो च्वास देख्न पाउनुहुन्छ भिडियो हेर्दै गर्नु सम्पर्क गरे हुन्छ मैले पुरानो भलकमान भन्थेँ नि केटीहरू धेरै खान सम्पर्क गरे हुन्छ मलाई यस्तो हाम्रो अब बुढो भैलो हेर्नुहोस् तपाईँले अब त हाम्रो नेपालको यस्तै हुन्छ सानोतिनो बुढो भैलो घोचे भैलो होइन होइन अलिअलि त चल्छ कि भोसडी त चलिहाल्छ युट्युबमा न त्यो मास्क लगाउनेले कस्तो हाल्छ नमस्ते यहाँ पनि आइरहनु भएछ पछि भेट भयो दिदीसित त लास्ट 3-4 वर्ष भयो होइन एकदम ठिक छ हामी यत्तिकै गाउँभरि घुम्दै हामी भिडियो बनाउँदै हामी त भला गर नि त फेरि अब देखिहाल्नु ल
यी भान्जा नि यति ठुलो भएछ नि त भान्जा के छ नवीन मामा नमस्ते गरे यता कोसिस मामा ए कोसिसमा चिन्दैन खुट्टा मर्का आयो पहिला भन्दा दुब्ला यिनले खुट्टा मर्के म हिजो बाइक चलाउने खुट्टा गरेर आयो त्यस्तै आयो खुट्टा पाक टाका अर्कै भएको पाइदैन म त लास्टै अर्कै देखाएको छु मैले हिरो लास्टै यसरी भ्लग नगराउ न बिला कस्तो बिल्ला हो र फेरि तपाईँ भाइरल मान्छे हुन्छ फेरि दिदी फेरि तिमी नाच्थ्यौ क्या पुरै होइन देखाएको थिएँ मैले यही हो हाम्रो बुढो भैलो देख्न सक्नुहुन्छ अब बुढो भैलो त कहाँ यहीँ हो खाने यो पनि छ यहाँ आजभोलि अब आजभोलि धेरै प्रगति भइसकेको छ त हान्नु अब पहिलाको हिसाबले अहिले बहुत प्रगति भइसकेको छ यहाँ जताकति अब घरै घर छ अब केही प्रगति भएको छैन यो भर्खर नयाँ आएको त्यही भएर थाहा प्रगति भएको भने यसकै हो धेरै कुराहरू कसैले भन्छ नि तेरो त के ख्यास्न सक्दैन भन्ने मान्छे अमरको चाहिँ के छ कुराहरू बन्द है अझै तेरो के खेच्न सक्छन् र भन्ने मान्छेले नि अमरको चाहिँ ख्यासेर देखाइदिन्छ नि कुराहरू त्यही हो यस्तो त नभए मलाई एडिट गर्न भ्याउ लाग्छ कि रम्पले 80,000 को आइफोन 80,000 तेरा घर चला जाएगा घर चला जाएगा है कि नहीं ताम्बुकहरू अब छैन कतै नि खुल्ला यहाँ फुल थाहा अब हाम त अब चाउमिन खान निस्केको मान्छे जताकति अब दोकान बन्द छ अब हिजो भर्खरै तिहार थियो क्या त्यो हिसाबले आज सबलाई भैलो लागेको छ तिहार पनि लाग्यो होला कति लाग्यो नि हामीले त अब होटेल भेटा दे तम्बी हिँगे पर्रा होइन अब यहाँको अलि भाषाले इग्नोर हाने हुन्छ यहाँ अब यो गरको पनि होइन भन्नुपर्दाखेरि अन्तरिक्षदेखि आएको हो नि अरे सारे दिन भला करी जाओगो अरे यार मेरो पेट यार काम न कुछ गरेको बस भला पुरा देख्दैन काम कस्तो राम्रो देखियो मोबाइलले नदेखि नि हामीले अब फोनमा अब कस्तो देखियो अब रियलमा चाहिँ एकदम बबल देखियो हाम्रो आँखाले देख्दाखेरि अब क्यामेराको क्वालिटी पनि राम्रो छैन अब 15 मेगापिक्सलको क्यामेरा सो त्यही भएर अब म भलगर हुँदा हेर्न सक्नुहुन्छ त्यसले मेरो जागिर खान ला देख्न सक्नुहुन्छ त्यहाँ मेरो जागिर खान खोजिरहेको त्यसले तर केही छैन तपाईँले मलाई सपोर्ट गर्नुहुन्छ भने थाहा अब यस्तै डुल रहम फिलहाल त अहिले होटेल भेटा छैन अब होटेल भेटाएपछि अब तपाईँलाई अब त्यहाँ के पाइन्छ अब त्यो हिसाबले अब मेन्यु त नेपालमा मुस्किल छ देख्न पाइने भनेको मोमो चौमिन चटपट हो अनि पानीपुरी हो त्यही फेरि इन्डियामा फेमस छ यो ठाउँ चाहिँ के भन्न चाहे भने चाहिँ मलाई त चिन्नु भइराख्यो होला तर म चाहिँ पढिरहेको ठाउँ यही हो अहिले थाहा के भएको यसमा मेरो आउँदाखेरि अहिले के राजनीतिक चलिरहेको छ होइन त्यही हो म भन्छु कि यो स्कुलमा पढ्ने बेला सानोदेखि पढ्ने बेला 3 को छानो छ 3 को छानो छ जब हामी निस्क्यौँ नि तब पल्ल पङ्खा हालेको नि उनीहरूले यस्तो भेदभाव परिरहेको नि यस्तो भेदभाव के भन्ने अब यहाँ चाहिँ कताको भैलो मिक्स भइरहेको छ है कताको बाहिरको मान्छे अब आफ्नै मान्छेहरू खेल्न आइरहेको छन् के भन्ने आफ्नै हो सबैजना आफ्नै हो देखाइरहेको हाम्रो सबैलाई साथीहरू एउटा होटेल थियो तिमीहरू सोध्नु जान्छ सोधेर तिमीहरू होटेल खुल्ला जानु सोध न अन्त चाहिन्छ नि पाउँछ भने हाम्रो बल्ल हाम्रो पाला के बसोबास बसिराखौँ भन्नु न दाइले 5 मिनट भनेको अब 1 घन्टा हुँदैछ यसमा यो सरासर गलत छैन भिडभाड यतिकै छ कि यो मात्र दोकान खुलेको यो हामीलाई राम्ररी सर्भ गर्नु भने हामीले नि अब प्रमोट गरिदिन्छौँ अब होटेलको नास्ता पसलै मात्रै खुलेको छ त्यही भएर चाहिँ भएन क्या कतिजनाले मिलेन त्यस्तै राम्ररी देखाइ एकदम पुरै क्लियरली दाइको कुरा बुझ्दिनँ पऱ्यो 5 मिनट भन्दा 5 घन्टा हो त्यो पनि यस्तो नेपाली कुरा हो 1.5 घन्टा मजाले लाग्छ तर सबैले बुझ्नुपर्ने कुरा नेपालमा त अब यस्तो हो नि त फेरि अब कोहीले बोलाएर खाने नि म बाटोमै छु भन्ने होइन घरदेखि हिँड्दै हिँड्दैन बाटोमै छु भनिदिन्छ त्यस्तो हो यहाँ त नेपाली टाइम चाहिँ त्यस्तै नेपाली मान्छे सबैले बुझ्दैन म त्यो देखाएको ल
हामी सुरु गऱ्यौँ भर्खरै अब धेरै पछि बल्ल बल्ल आइगयो हाम्रो पनि अब जमान्ने हो। अब चाहिँ हामी नास्ता खायौँ, अलिअलि नास्ता भयो, साँझको नास्ता। गाउँ पनि डुल्यो भाइहरूसँग। एउटा भाइ अगाडि गएको छ, देखेको छैन होला, कालो छ त पनि, यो देखिएको छ। यो पनि भाइहरूसँग होइन ब्लग एन्डिङ भएको भलक एन्डिङमा देखिन आइज अनि छ बाँकी। भोलि फेरि गर्दै गरौँ न, भेट्दै गरौँ न साथीभाइहरू, सब्सक्राइबरहरू। अब लगातार तपाईँहरूले भलक देख्न सक्नुहुन्छ। अझै छ, अब गइरहेको छ। मैले सुरु गरिदिएँ भने पहिला पनि मैले सुरु गर्दा खुब चलिरहेको छ। म पनि मैले सुरु गर्दैछु, अब खुब चल्छ। गफ हाने है, यो त साँच्ची पहिला पनि गफ हाने होइन फेरि तपाईँ साथी। यति भन्दा म के भन्न चाहन्छु भनेपछि ल अहिलेको लागि भलक हेर्ने भयो। लाइक कमेन्ट सब्सक्राइब सेयर सबै गर्दै गरिराख्नु होला। हामी तपाईँको सपोर्ट नै हामीलाई चाहिएको। यति भन्दै यो भलक बाई 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 ल।